पहाडे फुल भन्छ यसलाई पहाडे फुल हाम्रो गाउँठाउँमा निगुरे भनेको हाम्रो सब्जी गाउँठाउँको सब्जी निगुरे एकदम राम्रो सब्जी हो ल आजको हाम्रो सब्जी यही हो नमस्ते सबैजनालाई गुड मर्निङ आज चाहिँ म सब्जीको खोजीमा चाहिँ जङ्गल आएको छु भनौँ न घर छेउछाउ हैन यहाँ आज हामी त बुढाबुढी चाहिँ टक्कसँगले कोले चिन्छ यो निगुरे खाने भनेर चाहिँ आएको के निगुरे खोजी खानु आएको निगुरे त आधी बाटोमा आइपुग्दा टन्नै भेटाइहालियो हाम्रो चाहिँ यो सब्जी खेती यस्तोतिर हुन्छ अनि यहाँ जे रोपे पनि हुन्छ निगुरे त अब हामी कन्टिन्यू खाइरहन्छ आलुसँग चट्टा भेटिन्छ तलसम्म निगुरे भेटिन्छ तर हामी चाहिँ यहाँ उता जानु किन मन नगरेको नि अब भोलि पनि काम दिन्छ भनेर अहिले यहाँसम्म नै यति भित्रमै हाम्रो चाहिँ सब्जी साग पुग्यो अनि अब यसरी होइन यस्तो हुन्छ ढक्का टिप्ने है अनि लाने आलुसँग भुट्ने सब्जी घरमा छैन भने पनि अब कुनै दिन त अब बजारबाट ल्याएको सब्जी सकिन्छ अब सकेपछि कहाँ जाने त भन्दाखेरि बजार जाने कुरा हुँदैन हैत्तेरिका निगुरे फुल चाहिँ छिर अलिकति निगुरे ल्याएर गएर टक्कसँग आलुसँग भुट्ने दाल बनाउने चट्टा खाने हो कति स्वादिलो हुन्छ हाम्रो गाउँठाउँ त यस्तै छ गाइज रेखा पाखा छ सुपारी बगान कोला बगान बाइका अरू चाहिँ हाम्रो केही हुन सक्दैन हाम्रो ठाउँमा चाहिँ एकदम सुपारी कोला बाँस यति मात्रै हाम्रो खेती पनि एकदम त्यो बिर्ता भत्ता भन्छ नि हो त्यसको लागि चाहिँ हामी त्यस्तो काम गर्छौँ अब सबै कुरा त हुँदैन हाम्रो गाउँठाउँ अब हेर्नुहोस् यसरी निगुरे लगेर बेच्न पनि सकियो 15 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ मुठाको बनाएर सबै कुरो हुन्छ क्या गऱ्यो भने चाहिँ गाउँमा अत्र त हुँदैन ओह मेरो बुढी माथि पुगिसकेछ निगुरे धेर भएन यहाँ पनि छ हौ पर्ख न के निगुरे त कति हिँड्दै पछि भेटिन्छ नि अनि छाक त पुग्यो नि अब पर्सितिर फेरि तल जानुपर्छ ससुराली जाँदा पनि अब निगुरे खोजेर लानु पर्ला अब एक दुई मुठा चाहिँ ससुराली पनि निगुरे लिएर जान्छु म त अब सब्जी किन्नु पर्दैन होइन छोरी गाउँले निगुरे ल्याइदिन्छ भन्छ भने खुसी हुन्छ बाबुआमा ससुरालीमा होइन अन्त जता घोप्टी त्यतै निगुरे मात्रै हेर्नु न यहाँ हेर्दा यस्तो भए पनि हाम्रोमा सागसब्जी चाहिँ टुट्दैन भनौँ न यहाँ हेर्नुहोस् दर्शकबिनहरू यहाँ हुन्छ होइन निगुरे त कति हो कति एक ठाउँमा 4-5वटा भेटिन्छ यतै पनि रहेछ अनि कसले भन्छ हाम्रो गाउँ भनेको सुन फल्ने ठाउँ रङ गाउँपालिका 2 भनेर चिनिन्छ है निगुरे चाहिन्छ भने आउनु होला हेरेर त दिन सक्दिनँ एक छाक चाहिँ म खोजेर चाहिँ तपाईँहरूलाई निगुरे दिन सक्छु अरू केही दिन नसके तापनि हेर्नुहोस् हाम्रो ठाउँमा सुन फल्छ यो भनेको अहिले बजारमा जानु भन्यो भने होइन यति सब्जी किनेर ल्याउनु भने बजारमा अहिले 200-250 जान्थ्यो खै बुढी कति भयो देख ए कति हो कति ल यहाँ हेर्नु त ए कति हो यति भन्दा धेरै यति झोला भएछ एक छाक भएछ होइन अब हामी के गर्छौँ लगाएर बुढी भन्दै त केसँग खाने रे ए कति भने ल अब हामी लागौँ यो सबै यो हाम्रो छ नि तलसम्म पर्छ हाम्रो गाउँठाउँमा यस्तो हो पारी घर छ घर त धेरै बाक्लो छैन डाँडा काँडाले गर्दा कमै देख्छ पल्लो घर माथि डाँडा काँडा एकदम रमाइलो ठाउँ छ एकदम तपाईँले सोचे यस्तो होइन भने जस्तो ठाउँ चाहिँ हाम्रो छ तर जाँगर नसागर खाने बेला अमुक काँगर भन्छ नि त्यस्तै हो अब यो मेरो यो बाँस यो छ नि म 15 वर्ष हुँदाखेरि रोपेको हो कति आँप फल्छ यसमा अहिले 31 वर्ष पुगिसके अब सोच्नु होला कति वर्ष भयो रोपेको अब सबै
लाउरे भएर हिँड्यो। गाउँठाउँको खेतीपातीहरू गर्ने चलन छैन। पहिले धान रोप्ने ठाउँ यो कोदो रोप्न हुन्थ्यो, मकै बारी हुन्थ्यो। अहिले घरमा मान्छे नभएपछि चाहिँ बाआमाले पनि सक्ने कुरा हुँदैन। अब हेर्नु न तल तल पाहाड यस्तो छ हाम्रो, त्यस्तै छ। अब हामी सब्जी खोजेर आयौँ होइन, निगुरे खोजेर लिएको छौँ। अब हामी चट्ट गएर खाने। तपाईँलाई मन लाग्छ नि आउनु होला। अनि हाम्रो पहिले सबै हामी खेती गर्थ्यौँ के, अहिले चाहिँ कोला खेती। कोला हेर्नु, कोला कोला कति राम्रो हुन्छ हाम्रोतिर कोला। यो 500 रुपियाँ कोला है। ओह पर पनि पनि देख्नु सक्नुहुन्छ पर कोला सुपारी। हाम्रो ठाउँ यस्तै छ, सबैले माया गरिदिनु होला। अनि यो पाखा छ नि, यो पाखा पर यो पाखा भित्ताहरू चाहिँ पहिले हामीले सबै अम्लिसो रोप्थ्यौँ, तर अम्लिसो नि यसपालि मासियो। हामी सब्जी निगुरे खोजेर चाहिँ गाइज घर फर्किँदैछौँ। हाम्रो अब धेरै होइन 3-4 वर्ष पछाडि चाहिँ यहाँ हाम्रो कालो पत्र बन्दैछ क्या, यहाँ कालो पत्र। अनि चट्टसँगले कालो पत्र भइसकेपछि सबै कुरा रेडी हुन्छ। अनि यहाँनिर भन्नुपर्दा मैले घर बनाउँछु भनेर घरेटी खाइरहेको छु होइन, तर यसपालि भएन। अब अर्को बजेटमा यहाँ घर पनि बन्दैछ। यो हाम्रो रङगाउँपालिका 2 पर्छ होइन। यो टक्क यहाँ मेन बाटो भइसकेपछि एकदम खुसीवाली ठाउँ छ यहाँ, खुसीवाली। उहाँ हुनुहुन्छ श्री 5 अम्बर राई। उहाँ बिहानमा नै एकदम राम्रो काम गर्नुहुँदैछ, किनकि उहाँ भनेको मान्छे चाहिँ व्यक्ति मान्छे श्री 5 अम्बर राई। उहाँ के गर्नुहुँदैछ त ल, एकदमै बिहानै बिरुवा सिरुवा चटक्क लाएर चाहिँ पानीले भिजाउनु हुँदैछ बिरुवामा, फुलहरूमा। अनि यता चाहिँ हाम्रो आज भोलि बाँस कटाइमा एकदम बिजी हुनुहुन्छ साथीभाइहरू, दाजुभाइहरू। यस्तै छ हाम्रो गाउँठाउँ, रमाइलो। हाम्रो यो चोक चाहिँ के भनिन्छ भने विराट चोक होइन त। यो हाम्रो राई तामाङ टोल बिचमा विराट चोक भनिन्छ। यहाँदेखि उँभो गनिलाई पनि जानु सक्नुहुन्छ हजुरहरू। यस्तै छ हाम्रो गाउँठाउँ। सबैले यो ठाउँलाई हेर्नुहुन्छ भने आएर मेरो युट्युब च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला। यदि मेरो नयाँ फ्रेन्ड हुनुहुन्छ भने सब्सक्राइब गर्नुभएको छैन भने हजुरहरूले सब्सक्राइब पनि गरिदिनु होला, लाइक गरिदिनु होला। यस्तै रमाइलो भिडियोहरू म फेरि पनि लिएर आउनेछु। अब म घरमा पुग्नै आँटेँ यहाँ है। सबैले माया गरिदिनु होला।